हेलो नमस्ते सबैजनालाई वेलकम ब्याक माई मिनी ब्लग। म चाहिँ आज कहाँ आएको छु भन्दाखेरि चाहिँ आज चाहिँ म चाहिँ माइत घर आइपुगेको छु। सबैजनालाई सरप्राइज हो। यहाँ पछाडि देख्नुहुँदैछ हाम्रो माछा कुवा छ। यहाँ पनि होइन फुलहरू यसरी फुलिरहेको छ। यता चाहिँ हो मेरो घर। यहाँ चाहिँ तपाईँले अर्किड देख्न सक्नुहुन्छ है। यहाँ हेर्नुहोस् यस्तो मजाले फुलेको कि यो अर्किड कोपिला पनि वाउ दिल गार्डन गार्डन हुने खालके क्या। हेर्नुहोस् त कस्तो लाग्यो तपाईँहरूले कमेन्टमा भन्ने है। हेर्नुहोस् चाहिँ हामीले पहिला माला गाँसेर यति लामो बनाउँथ्यौँ है। यो घन्टी फुल यो चाहिँ हाम्रो किचन हो। तर हामी यहाँ बस्छौँ न। हामी चाहिँ कहाँ बस्छौँ भन्दाखेरि चाहिँ यहाँबाट चाहिँ त्यस्तो दामी देख्छ है। अब यो टुप्पोको लाभा हो। यो रिसाप लदम भन्ने यहाँ कोलाखाम यो छेउको चाहिँ चाँगे। आज चाहिँ अलिक कस्तो धुम्म टाइपको भइरहेको छैन। हिजो अस्तिको जस्तो क्लियर छैन। उँभो चाहिँ रचेला भन्छ होइन। हामीले आजको घाम चाहिँ एकदम दामी आकाशहरू खुल्ला भइरहेको छ। अहिले हामी चाहिँ खानाक्पा सुकाएको है। यो हो खानाक्पा। यो चाहिँ कतिले चिन्छ कतिले चिन्नु हुँदैन है। एकदमै राम्रो हो। सिम्बल तडो उस्नेको